आज हामी क्लास 11 फिजिक्सको फिजिकल क्वान्टिटिज च्याप्टर पढ्नेछौँ। यो च्याप्टर फिजिक्सको बेस हो, किनकि मेजरमेन्ट, युनिट, डाइमेन्सन र इरर्स जस्ता इम्पोर्टेन्ट कन्सेप्ट यहाँबाट सुरु हुन्छन्। म इजी तरिकाले बुझाउनेछु, सो भिडियो लास्टसम्म हेर्नुहोला। सुरुमा फिजिकल क्वान्टिटी भनेको के हो बुझौँ है त। जुन क्वान्टिटीलाई मेजर गर्न सकिन्छ र नम्बर र युनिटले एक्सप्रेस गर्न सकिन्छ त्यसलाई नै फिजिकल क्वान्टिटी भनिन्छ। क्वान्टिटिज which can be expressed as an unit। ल फिजिकल क्वान्टिटिज भित्र पर्ने टपिक्स सुरुमा रहेको छ प्रिसिजन एन्ड सिग्निफिकेन्ट फिगर्स। प्रिसिजन भनेको के हो? Precision, it means how close repeated measurements are to each other. If measurement give nearly same value again and again, the measurement is precise. मेजरमेन्ट रिपिटेड गर्दा सेम भ्यालु नजिक आउनुलाई प्रिसिजन भनिन्छ। सिम्पल ल्याङ्ग्वेजमा रिजल्ट कति कन्सिस्टेन्ट छ भन्ने कुरा हो हैन। अनि एक्युरेसी मिन्स हाउ क्लोज द मेजर भ्यालु इज टु द एक्चुअल अर ट्रु भ्यालु। मेजर भ्यालु चाहिँ कति त्यो ट्रु भ्यालु भन्दा कतिको नजिक छ, भ्यालुसँग मेल खान्छ कि नै भन्ने कुरा नै एक्युरेसी। एक्युरेसी चाहिँ अ मेजरमेन्ट क्यान बी एक्युरेट बट नट प्रिसाइज बट नट एक्युरेट भनेको छ। सिग्निफिकेन्ट फिगर, द मिनिङफुल डिजिट प्रेजेन्ट्स इन अ measurement are called significant figures. Rules, all non-zero digits are significant. Zeros between digits are significant. Starting zero are not significant. मेजरमेन्टमा मिनिङफुल डिजिट्सहरूलाई सिग्निफिकेन्ट फिगर भनिन्छ हैन। अब जस्तै इक्जाम्पल 0.00252 मा चाहिँ 2 सिग्निफिकेन्ट फिगर्स छन् हैन। स्टार्टिङ 0 आर नट सिग्निफिकेन्ट फिगर्स। नोट, प्रिसिजन भनेको क्लोजनेस अफ रिपिटेड भ्यालुज, एक्युरेसी चाहिँ क्लोजनेस टु ट्रु भ्यालुज, अनि सिग्निफिकेन्ट फिगर्स आर मिनिङफुल डिजिट्स, लिडिङ 0 आर नट सिग्निफिकेन्ट। हाम्रो अर्को टपिक रहेको छ इरर इन मेजरमेन्ट। डिफरेन्स बिट्विन मेजर्ड भ्यालु एन्ड ट्रु भ्यालु इज कल्ड इरर। इरर चाहिँ मेजर भ्यालु र ट्रु भ्यालु बिचको डिफरेन्स हो। इरर्स अकर बिकज इन्स्ट्रुमेन्ट एन्ड ह्युमन्स आर नट पर्फेक्ट। कुनै पनि इन्स्ट्रुमेन्ट र ह्युमनले चाहिँ एक्युरेट भ्यालु चाहिँ दिन सक्दैनन्। टाइप्स अफ इरर, सिस्टमेटिक इरर अकर्स रिपिटेडली ड्यू टु फल्टी इन्स्ट्रुमेन्टको कारणले चाहिँ इरर आउनुलाई नै चाहिँ सिस्टमेटिक इरर भनिन्छ। ऱ्यान्डम इरर अकर्स एक्सिडेन्टली ड्युरिङ मेजरमेन्ट। कुनै पनि कुरा मेजर गर्दा चाहिँ ऱ्यान्डमली अकर हुने इररलाई नै चाहिँ ऱ्यान्डम इरर भनिन्छ। अनि पर्सनल इरर्स अकर्स ड्यू टु मिस्टेक अफ अब्जर्भरको मिस्टेकले गर्दा आउने इररलाई नै पर्सनल इरर भनिन्छ। हाम्रो अर्को टपिक रहेको छ फन्डामेन्टल एन्ड डिराइभ्ड युनिट्स। यो सानैदेखि पढ्दै आएको हो, यो सजिलो बेसिक नै हो। फन्डामेन्टल युनिट्स, बेसिक इन्डिपेन्डेन्ट युनिट्स द्याट क्यान नट बी डिराइभ फ्रम अदर्स। फन्डामेन्टल क्वान्टिटिजको युनिट्सलाई फन्डामेन्टल युनिट्स भनिन्छ। जस्तै मिटर, लेन्थको युनिट मिटर भयो, मास, यिनीहरू चाहिँ इन्डिपेन्डेन्ट युनिट्स हुन्। यस्ता कतिवटा युनिट्स छन्? 7 वटा युनिट्स छन्। अनि डिराइभ्ड युनिट्स फर्म बाई कम्बाइनिङ फन्डामेन्टल युनिट्स। डिराइभ युनिट्स क्वान्टिटिजको युनिट्सलाई डिराइभ्ड युनिट्स भनिन्छ। जस्तै भेलोसिटीको मिटर पर सेकेन्ड, फोर्सको न्युटन, इनर्जीको जुल। डिराइभ्ड युनिट्स आर अब्टेन फ्रम फिजिकल फर्मुलाज। डिराइभ्ड युनिट्स चाहिँ फिजिकल फर्मुलाजबाट अकर हुन्छ। जस्तै कि एसिलेसन इक्वल टु भी माइनस यु अपन टी, यसरी नै एसेक्ट्रा। अनि इक्जाम्पल जस्तै एफ इक्वल टु एमए केजी मिटर पर सेकेन्ड स्क्वायर, यो कसरी अकर भयो? फिजिकल फर्मुलाबाट अकर भयो।
अर्को टपिक रहेको छ अर्डर अफ म्याग्निट्युड डेफिनेसन पावर अफ 10 युज टु रिप्रेजेन्ट साइज अफ अ फिजिकल क्वान्टिटी कुनै क्वान्टिटीलाई नियरेस्ट पावर अफ 10 मा एक्सप्रेस गरेको फर्मलाई अर्डर अफ म्याग्निट्युड भनिन्छ। जस्तै इक्जाम्पल छ 3000लाई 3 इन्टु 10 टु दी पावर 3 पनि भन्न सकिन्छ, यसलाई भन्छ अर्डर अफ म्याग्निट्युड। एक्सप्लेनेसन भेरी लार्ज अर भेरी स्मल नम्बर्स आर रिटर्न युजिङ पावर्स अफ 10 फर सिम्प्लिसिटी। यसलाई कुनै पनि कुरालाई सिम्पल गराउनको लागि अर्डर अफ म्याग्निट्युड युज गरिन्छ। अर्को टपिक रहेको छ हाम्रो डाइमेन्सन्स एन्ड डाइमेन्सनल एनालाइसिस। डाइमेन्सन्स पावर अफ फन्डामेन्टल क्वान्टिटिज प्रेजेन्ट इन फिजिकल क्वान्टिटी। फिजिकल क्वान्टिटीलाई फन्डामेन्टल क्वान्टिटिजको पावरमा एक्सप्रेस गरेको फर्मलाई नै हामी डाइमेन्सन भन्छौँ। इक्जाम्पल जस्तै फोर्सलाई हामीले एमको पावर 1, एलको पावर 1, टीको पावर -2 मा रिप्रेजेन्ट गऱ्यौँ, यसलाई नै हामी डाइमेन्सन फोर्सको डाइमेन्सन भन्छौँ। अनि डाइमेन्सनल फर्मुला भनेको क्वान्टिटीको डाइमेन्सन देखाउने फर्मुलालाई डाइमेन्सनल फर्मुला भनिन्छ। यसको डाइमेन्सनको युज केमा गरिन्छ? चेक करेक्टनेस अफ इक्वेसनको करेक्टनेस चेक गर्न, कन्भर्ट्स युनिट्सलाई कन्भर्ट्स गर्न, हेल्प डिराइभ रिलेसन बिट्विन क्वान्टिटिज बिचको रिलेसन हेर्न, अनि लिमिटेसन यसको धेरै लिमिटेसनहरू रहेका छन्। क्यानट डिटरमाइन न्युमेरिकल कन्स्टेन्ट। न्युमेरिकल कन्स्टेन्टलाई चाहिँ यसले केही डिटरमाइन गर्न सकेको छैन। क्यानट डिराइभ ट्रिग्नोमेट्रिक रेसियोज जस्तै साइन थीटा, कस थीटा, नट युजफुल फर भेक्टर इक्वेसन्स। भेक्टर्स इक्वेसनमा यो युजफुल छैन। अर्को टपिक रहेको छ टाइप्स अफ फिजिकल क्वान्टिटिज। टाइप्स अफ फिजिकल क्वान्टिटिजमा के छ? स्केलर क्वान्टिटी र भेक्टर क्वान्टिटी। स्केलर क्वान्टिटी फिजिकल क्वान्टिटी ह्याभिङ म्याग्निट्युड ओन्ली। इक्जाम्पल्स मास, डिस्टेन्स, टाइम, इनर्जी एसेट्रा। एक्सप्लेन्स स्केलर क्वान्टिटिज डु नट रिक्वायर डिरेक्सन। इक्जाम्पल 5 kg mass इज कम्प्लिटली डिस्क्राइब बाई म्याग्निट्युड ओन्ली होइन। अनि भेक्टर क्वान्टिटी फिजिकल क्वान्टिटी ह्याभिङ बोथ म्याग्निट्युड एन्ड डिरेक्सन। इक्जाम्पल भेलोसिटी, फोर्स, डिस्प्लेसमेन्ट। एक्सप्लेनेसन डिरेक्सन इज नेसेसरी फर भेक्टर्स होइन। 10 मिटर पर सेकेन्ड इस्ट गिभ्स बोथ म्याग्निट्युड एन्ड डिरेक्सन। सो गाइज यो थियो फिजिकल क्वान्टिटिजको च्याप्टर को इजी वान सर्ट रिभिजन। यो च्याप्टरबाट डेफिनेसन, युनिट्स, डाइमेन्सन र इरर्स एकदम इम्पोर्टेन्ट छन्। न्युमेरिकलमा सिग्निफिकेन्ट फिगर्स र डाइमेन्सनल एनालाइसिस फ्रिक्वेन्टली सोधिन्छ, सो प्र्याक्टिस गर्न नबिर्सिनु होला। भिडियो हेल्पफुल लागेमा भने लाइक, सेयर र सब्सक्राइब गर्नुहोला।